महिनामा मिनिमम 3-4 लाख 5-6 लाखसम्म मैले कमाइरहेको थिएँ एज अ पर्सनल ट्रेनर। तर मैले त्यो करियर किन छाडेँ? मैले आफ्टर बिङ एस सर्टिफाइड, आफ्टर बिङ द बेस्ट ट्रेनर, बेस्ट त नभनौँ, म भन्दा राम्रो कोही न कोही हुनुहुन्थ्यो नि होला पक्कै पनि होइन, तर आफ्टर ह्याभिङ अ बेस्ट प्लेस भनौँ न, एउटा मैले चाहिँ ठुल्ठुलो टिमहरूलाई पनि कोच गरेको थिएँ, मसँग राम्रो नेटवर्क थियो क्लाइन्टहरूको होइन, मसँग एकदमै नेपालकै मोस्ट रिचेस्ट पिपल वेयर विथ मी। त्यस्तो राम्रो मैले पर्सनल ट्रेनिङ करियरलाई किन छाडेँ, मैले किन क्विट गरेँ, मैले किन पिटी गराउन छाडेँ भनेर म तपाईँलाई आज भन्न गइरहेको छु। सो मैले एकदमै यो चाहिँ मेरो पर्सनल कहानी हो। मैले आई डोन्ट थिङ्क मैले कुनै भिडियोमा यसरी राम्रोसँग सेयर गरेको छैन होला। सो दिस इज द भिडियो वेयर आई विल टेल यु मेरो दिमागमा के चलिरहेको थियो, मैले के सोचिरहेको थिएँ होइन, मेरो मेन्टालिटी के थियो, म तपाईँलाई यो सबै कुरा भन्न गइरहेको छु। सो तपाईँहरूले मलाई चिन्नुहुन्न भने चाहिँ म प्रज्वल पन्त हो है। म अघि भर्खरै भने पर्सनल ट्रेनर थिएँ पहिला भनेर होइन। सो अहिले चाहिँ मैले जिम ग्रोथ नेपाल भन्ने कम्पनी चलाइरहेको छु। यो कम्पनीले चाहिँ जिमहरूलाई ग्रो गर्न हेल्प गर्छ है त। सो बिङ अ पर्सनल ट्रेनर मलाई जिमहरूको इनसाइड आउट थाहा थियो, अनि मैले सोचेँ कि यो मैले हुनुको रिजन पनि छ, म तपाईँलाई पछि भन्छु मैले यो किन सोचेँ भनेर यही भिडियोमा भन्नेछु। सो मैले चाहिँ डिसाइड गरेँ आई विल गो विथ दिस पाथ होइन। मलाई धेरै कुरा थाहा थिएन त्यतिखेर, अब त्यो पनि म तपाईँलाई सेयर गर्छु। सो यहाँ चाहिँ मैले मेरो गल्तीहरू पनि सेयर गरिरहेको छु। आई एम नट पर्फेक्ट है त, म सबै कुरा जान्ने भगवान चाहिँ होइन भनेर चाहिँ यो भिडियोबाट म तपाईँलाई भन्न खोजिरहेको है त। मान्छेले के कुरा गर्छ, कसरी गर्छ, अब इन्टरनल हुन्छ नि, मेबी नट, मैले राइट गरेँ रङ गरेँ त्यो त अब टाइमले भन्ने छ, तर दोज आर द थिङ्स द्याट आई एम गोइङ टु सेयर हियर। फर्स्ट अफ अल मेरो पर्सनल ट्रेनिङ करियर कहाँबाट सुरु भयो भन्दाखेरि चाहिँ आई थिङ्क 2016-17तिरको कुरा हो। म जिममा ट्रेनिङ गर्थेँ होइन। यो त मैले पहिला पनि सेयर गरेकै छु तपाईँहरूलाई। म जिममा आफूले सेल्फ वर्कआउट गर्थेँ, अनि त्यही सेल्फ वर्कआउट गर्ने जिममा मलाई एकजनाले अब अप्रोच गर्नुभयो। त्यो काउन्टरमा बसिरहेको थिएँ, अनि पिटी गर्न भनेर एउटा मान्छे आउनु भएको थियो, उहाँको चाहिँ रिजल्ट आएको थिएन यताउता। अनि त्यो जिमको दाइले ओ भाइसँग ट्रेनिङ गर्नु न त, उहाँले रिजल्ट दिइहाल्छ नि, उहाँसँग गऱ्यो राम्रो आउँछ भनिदिनु भयो। अनि त्यहाँबाट मेरो पिटी करियर सुरु भयो। त्यो एकजनालाई ट्रेनिङ गराएँ, त्यो एकजनालाई ट्रेनिङ गराएर राम्रो आउटकम आउँदाखेरि अरू पनि आउनुभयो होइन। त्यो उहाँले चाहिँ मलाई महिनामा 5,000 दिनुहुन्थ्यो, त्यो 5,000मा मैले 3,000 पाउँथेँ, 2,000 मैले जिमलाई दिनु पर्थ्यो है त। सो त्यसरी चाहिँ मेरो पर्सनल ट्रेनिङ करियर सुरु भएको थियो। अनि म पर्सनल ट्रेनिङ सँगसँगै मलाई चाहिँ कम्प्युटरमा एकदमै इन्ट्रेस्ट थियो, भनौँ न अब ह्याकिङ होइन, यस्तो कुराहरू मलाई एकदमै इन्ट्रेस्ट थियो। अनि त्यतिखेर म क्रिकेट पनि खेल्थेँ। खास म जिममा जानुको रिजन भनेको नै मलाई क्रिकेट प्लेयर बन्नु थियो क्या। त्यतिखेर मेरो ड्रिम सपना भनेको चाहिँ क्रिकेट प्लेयर बन्नु। म बिहान तपाईँको घरबाट निस्किन्थेँ 5 बजीतिर, टिकापुर भन्ने ठाउँमा म बस्थेँ। अब त्यहाँ क्रिकेटै चलेको सुदूरपश्चिम हो होइन। सो बिहान निस्केर ब्याट पकडेर जान्थेँ, गएर क्रिकेट खेल्थेँ, फुल टाइम क्रिकेट खेल्थेँ होइन। अनि बाँकी बचेको टाइम चाहिँ पब्जी खेल्थेँ क्रिकेट, पब्जी, जिम, अनि त्यो साइडमा मलाई मेरो प्यासन कम्प्युटर होइन, कोडिङ सोडिङ यताउता ह्याकिङ स्याकिङ त्यो कुराहरू थियो। अनि त्यो गर्दा गर्दै मेरोमा त्यो एउटा भनौँ न अब क्लाइन्टहरूलाई ट्रेनिङ गराउने पनि मेरोमा आयो है। सो मैले पिटीहरू गराउन थालेँ, तर त्यतिखेर त्यस्तो खतरा पिटी चाहिँ भएन मसँग। त्यो टिकापुरमा अब गिने चुने मान्छेहरू हुनुहुन्थ्यो पिटी गर्ने होइन, ह्यान्डफुल अफ पिपल वेयर विथ मी। अनि त्यसपछि म यो फुल टाइम पिटी गर्छु भन्ने चाहिँ मेरो दिमागमा थिएन, तर म क्रिकेट प्लेयर बन्ने सपना राखेको होइन, अनि क्रिकेटमा चाहिँ राम्रो गर्छु भन्ने सपना राखेको थिएँ मैले। अनि म एकदमै रिसर्च गर्थेँ क्या। अब त्यो हुन्छ नि, मैले एभ्री बुक कसरी काम गर्छ बडीले, एभ्री बायोमेकानिकल सबै कुरा मैले इन डेप्थ मैले पहिले पढेको थिएँ। किनभने अब त्यतिखेर मसँग राम्रो ट्रेनरको एक्सेस थिएन नि त जिममा। अब हाम्रो त्यही त हो नि, अब म गुरुहरूलाई केही भन्न चाहिँ खोजेको होइन, उहाँहरूले राम्रै सिकाउनु भएको थियो होइन, उहाँहरूलाई म एप्रिसिएट गर्छु। आफूले जानेको बुझेको सबै कुरा बुझाउनु भएको थियो। तर अब त्यतिखेरको टाइममा हामीसँग एउटा राम्रो कोच, पढे लेखेको बुझेको एक्सपर्ट कोच त एभाइलेबल हुनुहुन्थेन। त्यसले गर्दाखेरि चाहिँ त्यो कोच म आफै बन्नु परेको थियो कि। सो लकिली म युट्युबमा होइन सबैको हेर्थेँ। अब एउटा कोच ग्रेग डुसेट भन्ने हुनुहुन्थ्यो होइन, सो उहाँको हेर्थेँ। अनि एकजनाको त मलाई नामै याद छैन, उहाँले साइन्टिफिक कुराहरू भन्नुहुन्थ्यो कि। सो 2-3 जना हुनुहुन्थ्यो। एउटा के स्ट्रेन्थ भन्ने हुनुहुन्थ्यो, उहाँले चाहिँ बडी बिल्डिङको बारेमा सिकाउनुहुन्थ्यो, सरी पावर लिफ्टिङको बारेमा सिकाउनुहुन्थ्यो, उहाँहरूको हेर्थेँ। अनि मैले त्यो जिममा जुन बुकहरू थियो मसँग, मैले जुन वर्कआउट गर्ने जिममा, त्यो सबै बुकहरू पनि मैले पढेको थिएँ। अनि इच एन्ड एभ्रिथिङ के त्यो भनौँ न, म कलेज गएर त्यो स्पोर्ट्स साइन्स बायोमेकानिक्स त्यो कुराहरू नपढे पनि सबै कुरा मैले इन डेप्थ रिसर्च गरेको थिएँ। र त्यो रिसर्च चाहिँ मैले आफ्नो लागि गरेको थिएँ। मलाई चाहिँ त्यो पिटी गराएर पैसा कमाउँछु भन्ने चाहिँ ममा थिएन त्यतिखेर। म ट्रेनर बन्छु, पर्सनल ट्रेनिङ करियरलाई म अपनाउँछु, म यता बढ्छु भन्ने थिएन। मेरो दिमागमा चाहिँ के थियो भने पहिला चाहिँ म क्रिकेटै खेल्छु भन्ने थियो, म क्रिकेट प्लेयरै बन्छु भन्ने थियो है। अब त्यो चाहिँ लकडाउन भइदियो, अनि ठ्याक्क लकडाउन भइसकेपछि त अब बाहिर निक्लिनै पाएन। अनि त्यो लकडाउनले गर्दाखेरि के भइदियो भने अब त्यो खेलाडी त हो नि होइन, अब खेलाडीको खेल खेल्ने चाहना कहाँ जान्छ, गयो पब्जीमा
है त। सो त्यो लकडाउन भन्दा अगाडि म एकदमै स्लिम स्ट्रेट थिएँ होइन। अब लकडाउन भयो, लकडाउन भन्दा अगाडि पनि पब्जी खेल्थेँ, नखेल्ने चाहिँ होइन। तर त्यो लकडाउन भइसकेपछि चाहिँ फुल म अल इन पब्जीमा गइदिएँ कि, फुल पब्जी। त्यस्तो राम्रो फोन थिएन मसँग, ठिकठाकै एन्ड्रोइड फोन थियो होइन, तर फुल टाइम पब्जी। बिहान तपाईँको भनौँ न 3 बजेसम्म 4 बजेसम्म पब्जी खेल्ने, सुत्ने, अनि दिउँसोको 2 बजेतिर उठ्ने, खाना खाने, फेरि पब्जी खेल्ने, फुल अन पब्जी। आई थिङ्क मैले यो कुरा 1 वर्ष या 2 वर्षभन्दा बढी गरेँ, लगभग कन्सटेन्टली। लाइक मैले 4 वर्ष जति खेलेँ होला पब्जी। मेरो एकाउन्ट छ कि छैन मैले साथीलाई दिएको थिएँ, साथीले चलिरहेको छ अहिले। म यदि छ भने चाहिँ त्यो स्क्रिनसटहरू लिएर तपाईँलाई देखाइदिन्छु होइन। त्यहाँ चाहिँ मैले खतरा त्यो लेगेसी के त्यो हुन्छ नि, जे हुन्छ त्यो प्यानले हानेर खाने होइन, प्यासिफिस्टहरू टाइटलहरू दुनियाँभरिको सबै गरेको थिएँ कि। आई विल सेयर एभ्रिथिङ है। कन्क्वेरर होइन, कन्क्वेरर पुग्ने यताउता हुन्छ नि, अनि त्यो पब्जी मात्रै खेल्ने के। त्यतिखेर चाहिँ पब्जीमा एकदम खतरा एचिभ गर्ने ड्रिम थियो। अनि भइदियो के भने पब्जी खेलियो, एकदम मेहनत गरियो होइन। अनि मेहनत गर्दा गर्दै एक दिन अचानक मलाई के भयो भने पब्जीमा चाहिँ मैले एउटा क्लाइन्ट बनाएको थिएँ होइन, मेरो साथीहरू हुनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ अब मेरो बानी, म अलिकति भनौँ न एग्रेसिभ नेचरको, अब ठाडै बोल्ने खालको मान्छे के। अनि त्यो डिस्कोर्डमा हाम्रो एउटा सर्भर थियो होइन, अनि हाम्रो टिम थियो। हाम्रो टिमले चाहिँ अब राम्रै गरिरहेको थियो, ठिकठाक गरिरहेको थियो। मैले केटाहरू ल्याएर सबैलाई त्यहाँ आफ्नो साथीहरूलाई मोटिभेट गरेर टिम बनाएर राखेको थिएँ होइन। अनि डिस्कोर्डमा एउटा ग्रुप थियो कि, त्यो ग्रुपमा चाहिँ अब कुरा भइरहेको थियो। अब हामीलाई चाहिँ ह्याक गऱ्यो भन्थ्यो होइन मसँग केटा। हामीले चाहिँ त्यही अनुसारले अब त्यो अनकन्डिसनल तरिकाले हामीले गेम खेल्थ्यौँ। जुन त्यो वारको स्ट्राटेजीहरू हुन्छ नि, त भनौँ न बुकहरू मैले पहिले पढेको थिएँ यहीँसम्मसँग, 33 स्ट्राटेजी अफ वार भन्ने, अनि सन्चुको वारको बुकहरू हुन्छ, त्यस्तो बुकहरूमा पढेको स्ट्राटेजी पब्जीमा लाउँथेँ। माइन्ड गेमहरू खेल्ने कि, अब के गरिदिने, नसोचेको कुराहरू गरिदिने होइन, प्याटर्नहरू ब्रेक गर्ने, त्यस्तो गर्थेँ। अनि त्यो गर्दाखेरि चाहिँ अब हामीलाई ह्याकर भन्थ्यो क्या। अनि मसँग 2टा चाहिँ बब्बाल प्लेयरहरू हुनुहुन्थ्यो कि, एउटाको नाम नवीन, एउटाको नाम स्याडी भन्ने थियो होइन। सो 2जना बब्बाल थियो मेरो केटाहरू होइन। अनि म सबभन्दा लुद्दु म नै थिएँ। अनि अर्को एकजना साथी पनि हाम्रो राम्रै थियो। सो ओभरअल हाम्रो टिम लाइक तगडा थियो। सबैभन्दा म चाहिँ दिमाग मात्र लाउँथेँ, मेरो काम भनेको प्लान गर्ने, दिमाग लाउँथ्यो, लिड गर्ने थियो। अनि त्यो टिमले राम्रो गरिरहेको थियो। अनि भइदियो के भने टुर्नामेन्ट चलिरहेको थियो। त्यो टुर्नामेन्टमा हामी पनि माथि नै थियौँ। अनि मैले चाहिँ त्यो सर्भरमा गएर अब त्यो अर्गनाइजरहरूसँग त अब नबोल्नु पर्ने होइन, त्यतिखेर मेरो गल्ती हो खास। अब मैले दिमाग लाउनु पर्ने थियो। मैले गएर त्यहाँ तिमीहरूले यस्तो गऱ्यो भनेर सर्भरमा गाली गर्थेँ। अब तिनीहरूलाई के न्यु पाऊँ, कनिका बुकमा भयो, ब्यान गरिदियो होइन। अनि त्यो ब्यान गर्दाखेरि केटाहरू मसँग रिसायो कि, अनि बोलेन केही समय। अब रिसाउनु जायज पनि हो, त्यो मेरो गल्ती हो। एज अ लिडर त मेरो रिस्पोन्सिबिलिटी हो नि त होइन, मैले नगर्नु पर्ने थियो। अनि केटाहरू रिसाइसकेपछि अब त्यो तिनीहरूले मलाई त्यो केही समयको लागि, पछि चाहिँ उनीहरूसँग मेरो सम्बन्ध राम्रै भयो फेरि होइन। 3-4 महिनापछि फेरि हामी बोल्यौँ। तर त्यहाँ चाहिँ मलाई रिस उठ्यो फेरि, अब यिनीहरूको लागि मैले यति गर्ने अनि मलाई यिनीहरूले यस्तो गर्ने भन्ने टाइपको हुन्छ नि मनमा। अनि त्यसपछि त्यो क्लान बिग्रियो हाम्रो। अनि मैले त्यतिखेर मैले के सोचेँ भने साला यत्रो मेहनत मैले गेममा गरेँ होइन, म यहाँसम्म पुगेँ। इफ आई डु द सेम थिङ इन रियल लाइफ म कहाँ पुग्छु होला भन्ने मलाई आयो क्या माइन्डमा। अल द सडन के अचानक हुन्छ नि, अब मान्छेको मनमा त्यो फिलिङ, त्यो कहिलेकाहीँ तपाईँहरूले पनि भयो होला होइन, सर्ट आउँछ क्या। त्यो आइसकेपछि मैले त्यो दिन मैले डिसाइड गरेँ कि अब जे गर्नु छ रियल लाइफमा गर्ने हो। यो पब्जी सब्जी खेलेर हुँदैन, यो गेम सेम खेलेर पनि हुँदैन। आई निड टु डु समथिङ बिग इन लाइफ भन्ने ममा पऱ्यो कि। त्यसपछि अब मैले के गर्ने त, मसँग अरू स्किल के छ। अब क्रिकेट पनि गेम हो होइन, गेम नखेल्ने भएँ मैले डिसाइड गरेँ गेम नखेल्ने। पब्जी त अब म खेल्न छोडिसकेँ होइन। अब गेम सेम नगर्ने, रियल लाइफमा गर्ने के गर्ने। अब त्यतिखेर मलाई यो पर्सनल ट्रेनर बन्छु, यो जिम सिममा काम गर्छु भन्ने थिएन। मेरो दिमागमा के आयो भने मलाई आउने भनेको एउटा ह्याकिङ थियो, इन्ट्रेस्ट भएको, आउने त होइन इन्ट्रेस्ट भएको। अर्को भनेको कम्प्युटर प्रोग्रामिङ थियो होइन। अब बेसिक कुराहरू जुन हुन्छ नि, अब मैले चाहिँ यसमै म के गर्छु भन्ने मैले सोचेँ। अनि म डाटा साइन्स हुन्छ नि, एआईमा मलाई एकदमै इन्ट्रेस्ट लाग्यो, किनभने मलाई मान्छेको नेचर बुझ्न मन लाग्थ्यो, साइकोलोजीहरू बुझ्न मन लाग्थ्यो कि होइन। सो त्यसले गर्दा चाहिँ अब यो एआई भन्ने चाहिँ के रहेछ भनेर मलाई त्यो एकदमै त्यतिखेरको टाइममा एआई एकदम सेक्सी लाग्यो कि, त्यो एकदम एट्र्याक्टिभ लाग्यो। अनि मैले एआई सिक्न थालेँ। अब त्यतिखेर म सिक्न थाल्नुभन्दा अगाडि पनि के भएको थियो भनेर म भन्छु। सो अचानक मैले अघि भनेको थिएँ नि, म रातभरि जागरमा बसेर गेम खेल्थेँ भनेर होइन। सो त्यो गेम खेल्न छोडेपछि निन्द्रा लाग्न छोडेको थियो कि मलाई। मोबाइल छोड्यो निन्द्रा लाग्दैन है। अनि मैले चाहिँ आफूलाई के भन्थेँ भने कति दिन निन्द्रा लाग्दैन हेरौँ न त होइन। सो चिम्मा गरेर बस्थेँ 1 हप्तासम्म। म राति 3 बजेसम्म निदाएन होला कि होइन। अनि बिहान म अलार्म लाएर जबरजस्ती म 6 बजी नै उठ्थेँ फेरि, किनभने मैले कता बुकसुकमा मैले पढाएको थिएँ होला यसरी नै गर्नुपर्छ भनेर। सो त्यसरी गरेर 1 हप्तासम्म मेरो विल पावर हुन्छ नि मनदेखि के, कतिचोटि मलाई त्यो मोबाइल छोड्नु मन लाग्थ्यो, मैले छुँदै छोएन कि। त्यो मैले पब्जी डिलिट गरेर फालिदिइसकेको थिएँ कि, छुँदैन भनेर। अनि छुँदै छोएन। त्यसरी चाहिँ मैले त्यो कट गरेको थिएँ अचानकै भनौँ न, त्यो सिधै डाइरेक्ट आउट के। अनि त्यतिखेर चाहिँ मनमा के थियो भने हदै होला मरमला, त्योभन्दा बढी त के होला र भन्ने हुन्छ नि। यो खेल्न नपाएर मऱ्यो भने चाहिँ म मर्छु भन्ने थियो कि माइन्डसेट
त्यो टाइममा। अनि त्यो भयो। अब त्यसपछि चाहिँ मैले अब AI को बारेमा पढ्न थालेँ होइन, रिसर्च गर्न थालेँ। अनि सँगसँगै म जिम पनि जान थालेँ। त्योभन्दा अगाडि PUBG खेल्दाखेरि यति लामो कपाल झपटे, अब त्यो आउट अफ सेफ होइन, बडी पनि वेट बढेको, आई थिङ्क 85-90 केजी कति पुगेको थिएँ म होइन, मोटाएर घरमा बसिराखेँ नि मोटाइ त हाल्छ होइन। त्यसपछि जिम पनि जान थालेँ। जिम गएर पावर लिफ्टिङ टाइपको ट्रेनिङ गर्थेँ, स्क्वाट बेन्च डेडलिफ्ट त्यस्तो खालको वर्कआउट गर्थेँ। अनि दिनमा बिहान 2 घन्टा साँझ 2 घन्टा कार्डियो गर्ने। त्यसरी गरेर मैले आई थिङ्क 1 मन्थ भन्दा अझ छोटो पिरियडमा म आई थिङ्क म 70 को आसपासमा आएको थिएँ। मैले राम्रै वेट लस गरेको थिएँ। एप्स चाहिँ मैले निकाल्न सकेको थिएन, तर अब निकाल्न पनि चाहेको पनि थिएन। 70 को आसपासमा चाहिँ म आएको थिएँ त्यतिखेर है त। सो त्यो सँगसँगै म पढि पनि रहेको थिएँ। म त्यो एआईमा जति पनि कोर्सहरू हुन्छ होइन, त्यो के भन्छ अरे टोरेन्टमा गएर युडेमीको कोर्सहरू सबै क्र्याक गरेको कोर्सहरू लिएर ल्यापटपमा त्यही फुल डाटा साइन्स एआई भन्ने मात्र दिमागमा थियो। अनि मेरो एउटा भाइ थियो कि, मेरो अझै पनि थियो भन्न मिल्दैन, दिपेन्द्र भन्ने होइन, ऊ पनि अहिले पनि काठमाडौँमै छ। अनि उसले पनि त्यही पावर लिफ्टिङ गर्थ्यो। अनि उसँग कुरा गरेर ल भाइ के छस् त, कहाँ छस् भने म काठमाडौँमा छु दाइ भन्ने कुरा गरेँ। अनि हो भनेर अनि ल हुन्छ म पनि आइदिन्छु भनेर म त्यो भाइसँगै आइदिएँ। अनि यहाँ आएर हामीले त्यही पावर लिफ्टिङ पनि गऱ्यौँ। अनि त्यही म एआई पनि गरेर हुन्थेँ साइडमा। पावर लिफ्टिङ त्यो बारेमा अलिक नलेज नै थियो होइन। अनि त्यो भाइसँग म कम्पिटिसनमा लागेँ। अनि ऊ भाइलाई चाहिँ ट्रेनर बन्नुपर्ने थियो। ऊ चाहिँ जिममा ट्रेनरको रूपमा काम गर्थ्यो। अनि उसले चाहिँ दाइ यो ट्रेनरको कोर्स भइरहेछ गर्नुहुन्छ त भनेर मलाई भन्यो होइन। अब हेरिदिउँ न त के हुन्छ र भन्ने हिसाबले मलाई चाहिँ अब त्यो कसको कोर्स कहाँ कसले के गर्छ भन्ने केही पनि थाहा थिएन। मलाई त खालि त्यो नलेज चाहिँ थियो। मलाई नेपालको फिटनेस इन्डस्ट्रीमा को छ कहाँ के भन्ने केही पनि थाहा थिएन। ग्लोबल्ली म हेर्थेँ, मैले पढ्थेँ बुकहरू, तर नेपालमा केही पनि थाहा थिएन। अनि एकजना हाम्रो सुखदेव कार्कीजी भन्ने सर हुनुहुन्छ होइन, उहाँको कोर्स थियो, NYFA भन्नेको कोर्स थियो। त्यो कोर्स मैले जोइन गरेँ भाइसँग। अनि त्यो भाइ र म जान्थ्यौँ एभ्रिडे दिउँसोको टाइममा कोर्स हुन्थ्यो। ट्याप आउट फिटनेस भन्ने जिममा चाहिँ त्यो कोर्स पढाइ भइरहेको थियो। सो हामी गयौँ, त्यो कोर्स गऱ्यौँ। त्यो कोर्समा फर्स्ट इक्जाममा चाहिँ मै टप भएको थिएँ, सेकेन्ड इक्जाममा चाहिँ भएन, 3 नम्बर कम आएर आई थिङ्क म सेकेन्ड भएको थिएँ होला। त्यो पनि मेरै गल्ती हो, त्यो किन कमाएको भनेर म भन्छु तपाईँहरूलाई अहिले होइन। सो फर्स्ट इक्जाममा साइन्स बेस्ड इक्जाम थियो। सो 60 मा आई थिङ्क आई गट 54। अनि सेकेन्डमा चाहिँ प्र्याक्टिकल इम्प्लिमेन्टेसनको इक्जाम थियो। मेरै एकजना साथीले मभन्दा 3 नम्बर बढी ल्याउनु भयो। त्यहाँ प्र्याक्टिकल पनि थियो होइन। अब त्यो किन भएको थियो भन्दाखेरि चाहिँ मेरो पर्सपेक्टिभबाट मैले मेहनत त इक्वल नै गरेको हो सबैतिर होइन, पढ्थेँ म। तर सेकेन्ड इक्जाममा के भइदियो भने म वेट लिफ्टिङ पनि त गर्थेँ नि त होइन। सो इक्जाम भन्दा 1 दिन अगाडि ओभर कन्फिडेन्ट भएर रङ्गशाला गएँ होइन। रङ्गशाला गएर PR हान्न खोजिरहेको थिएँ कि म, आफ्नो रेकर्ड तोड्न खोजिरहेको थिएँ कि। 120 किलो क्लिन अनि स्न्याच 100 कति समथिङ 10 किलो 100 केजी जति गरेको छ, हान्न नसके पनि गरेछ होइन, मरी गरेछ। अनि मेरो नर्भस सिस्टम फ्राई भइदियो कि, गर्दाखेरि त केही पनि लागेन। जब घरमा आएर सुत्न खोजेँ, निन्द्रै लाग्दैन, मरिगै निन्द्रा लाग्दैन, नर्भस सिस्टम फुल फ्राई नर्भस सिस्टम होइन। त्यो नगर्नुपर्ने कुरा थियो, गरेँ। त्यसले गर्दा निन्द्रै नपुगेर ह्याङमा गएर इक्जाम दिन गएको थिएँ कि म। इक्जाम दिन जाँदाखेरि त म कस्तो ह्याङ थिएँ भने नि, मेरो नर्भस सिस्टम पुरा फ्राई ओभर फटिक भएर होइन। अनि त्यो दिन चाहिँ मैले सिकेँ इक्जामभन्दा अगाडि यस्तो केही पनि गर्नु हुँदैन भनेर होइन। सो एनिवेज, अनि त्यसले गर्दा 3 नम्बर कमाएको थियो। आई थिङ्क म सेकेन्ड भएको थिएँ होला। फर्स्ट इक्जाममा 54 थियो, सेकेन्ड इक्जाममा 63 थियो आई थिङ्क। अनि प्र्याक्टिकलमा समथिङ कति 18-19 समथिङ थियो। अब दिमागले कामै गरेको थिएन। क्वेसन सोधेको त के सोधे मलाई केही पनि थाहा थिएन। म बोल्नै नसक्ने भएको थिएँ कि, थाहा भएको कुरा पनि भन्न नसक्ने भएको थिएँ होइन। तर त्यो मैले एक्सक्युज चाहिँ दिएको होइन है। म सेकेन्ड नै भएको हो, त्यो म स्वीकार्नै पर्छ। मैले हारेकै भनौँ न होइन, जित्न खोजेको हो तर हारेकै भन्नुपर्छ, किनभने मेरै गल्ती हो नि त। किन त्यस्तो गरे त, थाहा थिएन मलाई भन्न त मिलेन नि त होइन। त्यो मिस्टेक चाहिँ मेरो नै हो। एनिवेज आई एक्सेप्ट द्याट। सो त्यहाँदेखि चाहिँ अनि यो स्टार्ट भयो कि। अब त्यो जिममा सर्टिफिकेसन कोर्स गरेँ। त्यसपछि फेरि लगतै त्यही अर्को कोर्स भएको थियो, मलाई मन पर्यो त्यो कोर्सहरू होइन। अब मलाई एडिक्टिभ भयो। अब त्यो सँगसँगै म त्यो पनि गरिदिन्छु भने अनि अर्को कोर्स पनि गरेँ। अर्को कोर्स गरिसकेपछि त्यो कोर्स चाहिँ स्ट्रेन्थ एन्ड कन्डिसनिङको कोर्स थियो। अनि स्ट्रेन्थ एन्ड कन्डिसनिङको कोर्स गरिसकेपछि त्यही ठाउँमा हाम्रो एकजना फिजियोथेरापिस्ट हुनुहुन्छ, सुदिन महर्जन भन्ने हुनुहुन्छ, उहाँसँग म फिजियोथेरापीको इन्टर्नसिप गर्न थालेँ। किनभने मलाई त्यो इन्ट्रेस्टिङ लाग्यो कि। अनि त्यो थेरापीको इन्टर्नसिप गर्दै थेरापीसँग काम गर्दै त्यही जिममा मैले एकजना क्लाइन्ट पाएँ पिटी गर्ने होइन। सो त्यो क्लाइन्ट चाहिँ कसरी पाएको भने, टिचर हुनुहुन्थ्यो एकजना, उहाँसँग क्लासमा चाहिँ अब म मुखै लाग्ने होइन। अनि उहाँलाई त्यो इरिटेट लाग्दो रहेछ त्यतिखेर चाहिँ, तर मेबी हि वाज नाइस, त्यस्तो त केही पनि होइन। सो उहाँलाई मैले के चिज गर्ने, मलाई चाहिँ के लाग्थ्यो भने हि डजन्ट लाइक मी, तर हि लाइक मी पछि थाहा भयो। अनि त्यो इक्जाम सकिसकेपछि उहाँले मलाई रेकमेन्डेसनहरू दिनुभयो कि, यो क्लाइन्ट छ यसलाई ट्रेनिङ गरा, यो क्लाइन्ट छ यसलाई ट्रेनिङ गरा भनेर हि स्टार्ट गिभिङ मी क्लाइन्ट्स। सो त्यहाँबाट मैले क्लाइन्ट पाएँ। अनि 1-2 क्लाइन्टबाट अब अलरेडी आई न्यू हाउ टु ट्रेन पिपल होइन। सो एकजना हुनुहुन्थ्यो, उहाँको चाहिँ सोल्डर पेन, ब्याक पेन, दुनियाँभरिको प्रब्लम थियो। आई हेल्प हिम। 2 महिना यति लाग्यो। अनि उहाँ अझै पनि मसँग ट्रेनिङ गर्नुहुन्छ।
सो माई फर्स्ट क्लाइन्ट इज स्टिल विथ मी। उहाँलाई चाहिँ मैले नाइ भन्न सकेको छैन होइन। अरू सबै क्लाइन्टहरू कट हुनु चाहिँ 1-2जना चाहिँ जसलाई चाहिँ मैले नाइ भन्नै सक्दैन चाहेर पनि। सो उहाँलाई गराएँ अनि उहाँको त्यो ट्रान्सफर्म भयो, जिउ चेन्ज आयो। आइसकेपछि अब उहाँले धेरै रेकमेन्डेसनहरू दिनुभयो अनि गर्दा गर्दै अब एथलिटहरू, बास्केटबल टिमहरू होइन, फुटबल टिमहरू अनि MMA फाइटरहरू सबैलाई मैले ट्रेनिङ गराउन थालेँ। तर त्यो ट्रेनिङ गराउँदाखेरि चाहिँ अब त्यतिखेर चाहिँ मेरो AI को त्यो डाटा साइन्सको त्यो गर्ने चाहिँ मेरो थिएन कि दिमागमा। मैले त्यो छोडिसकेँ गर्न। त्योभन्दा अगाडि चाहिँ मैले फुल फ्लेज गर्थेँ, त्यो मैले छोडिसकेँ गर्न। फुल अनमा पिटीमै लाग्न थालेँ कि। अब पिटी गर्दा गर्दै त्यो जिममा मसँग आई थिङ्क 20 भन्दा बढी पिटी थियो। मैले कसरी म्यानेज गर्थेँ भन्ने मलाई मात्रै थाहा छ होइन। 20 भन्दा बढी पिटी मसँग थियो मन्थली बेसिसमा। मान्छेले बताउँदैनन्, भन्छन् होइन, हुनै सक्दैन भन्छन्, तर थियो। बिहानको 5 बजे म जिममा गएर बस्थेँ, साँझको 9 बजेसम्म हप्ताको 2 दिन 3 दिन ट्रेनिङ गराउने खाले क्लाइन्टहरू हुन्थ्यो होइन। सो 20 भन्दा बढी पिटी थियो। अनि समस्या के भइदियो भने अब त्यो भनौँ न मान्छे म एकजना मात्रै भएँ, सबै मैले लगेँ। अब मान्छेमा जलन हुन्छ नि त, एन्भी हुन्छ होइन। त्यहाँ चाहिँ अब भयो त्यो अब त्यो के भयो काण्डहरू भयो। त्यहाँ मैले थाहा पाइसकेको थिएँ अब यस्तै यस्तै हुन्छ भनेर होइन। अनि मिस्टेक मेरो पनि छ, अब सबै अरूलाई दोष दिनु त मिल्दैन। अनि त्यहाँ चाहिँ अब एकजना मसँगै पढेको साथीहरू टन्नै छन्, उनीहरू प्रगति नै गर्न सकेका छैनन्, म मात्रै माथि भएँ। अनि मलाई त त्यो थाहा भइसकेको थियो कि अब यो हुन्छ, यो जिममा मेरो लामो समयसम्म चल्दैन भन्ने मलाई फिलिङ आइसकेको थियो मनमै होइन। अब यहाँ केही न केही प्रब्लमहरू आउन सक्छ, किनभने त्यो एउटा भन्छ नि 48 लज अफ पावरमा डोन्ट आउटसाइन द मास्टर भन्छ कि होइन। सो धेरै प्रगति गरेको, धेरै माथि गएको पनि राम्रो होइन, मान्छेलाई मन पर्दैन, जलन हुन्छ भन्छ कि। सो तल भएको मान्छेले ठिकै आयो भने चाहिँ मान्छेलाई प्रब्लम हुँदैन। तर तल भएको मान्छे जसलाई तपाईँले तल देखिरहनु भएको छ, त्यो धेरै माथि आइदियो भने चाहिँ त्यो जलन, एन्भी हुन्छ क्या मान्छेमा। त्यो मान्छेको नर्मल, मलाई पनि हुन्छ, सबैलाई हुन्छ त्यो। कसैले त्यो फिल देखाउँछ, कसैले देखाउँदैन होइन। बुझ्ने मान्छेले त्यो बुझेर म त यस्तो भइरहेको छु गर्नु हुँदैन भन्छ, तर सबैमा हुन्छ त्यो। हाम्रो एउटा बुक छ नि मास्टरी भन्ने, यही छ मसँग होइन। कता छ यो बुकमा चाहिँ, यो मास्टरी भन्ने यो बुक छ है। यो चाहिँ पकेट भर्जन हो, मसँग यसको ठुलो भर्जन पनि छ, कता छ लथालिङ्ग परेको छ। आई हेभ इट। सो यो बुकमा चाहिँ मैले यो बुक पहिल्यै पढेको थिएँ होइन। यो बुकमा मान्छेको 5वटा कुरा भनेको छ कि 5 डेडली सिन्स अफ ह्युमन नेचर भन्ने। पहिलो भनेको एन्भी, रिजिडिटी, कन्फर्मिजम, सेल्फ अब्जर्भेटिभनेस, लेजिनेस र फ्लाइटिनेस। सो यो 6वटा। सो 6वटा चाहिँ 6 डेडली सिन अफ ह्युमन नेचर भनेर उहाँले भन्नुभएको छ होइन। सो त्यो कुराहरू चाहिँ मेरो दिमागमा ठ्याक्क आयो कि। अनि यो सँगसँगै अर्को पनि बुक छ ल अफ ह्युमन नेचर भन्ने, त्यो पनि रबर्ट ग्रिन्जीकै हो, यतै कतै होला, आई डोन्ट नो, मैले कसैलाई दिएर लिन भुले पनि हुनसक्छ। सो 6 चाहिँ मसँग त्यो बुक। अनि ठ्याक्क मलाई के फिल भयो भने आई हेभ सो मेनी इनिमी हियर, बिकज अब म एक त मुफट होइन, मलाई त्यो आफ्नो देखाउन मनपर्ने कि सो अफ गर्न मनपर्ने, अनि म कुरा मनमा लुकाएर राख्नै नसक्ने, त्यो मेरो कमजोरी हो, त्यो मैले सुधार्नु पर्ने हो होइन। तर अब म नगर्ने क्या, भनिदिने यस्तो छ उस्तो देखाइदिने, सो अफ हानिदिने होइन। अनि मलाई फिल चाहिँ आइसकेको थियो मनदेखि कि आइएम गन गेट सो मेनी इनिमिज। अनि त्यसले गर्दाखेरि चाहिँ मैले एउटा ब्याकअप प्लान बनाएको थिएँ कि सो यहाँ यदि केही भएर कदाचित यो जिममा मेरो काम भएन, म यहाँ काम गर्न पाएन भने चाहिँ मैले साइडमा पनि अल्टरनेटिभ राख्नुपर्छ भन्ने चाहिँ ममा थियो। अनि त्यो अल्टरनेटिभ राख्नलाई मैले एउटा होम पिटी लिएको थिएँ होइन। त्यो होम पिटीले गर्दा त्यतिखेर चाहिँ मलाई घाटा थियो होम पिटी गर्दाखेरि, किनभने जिममा बढी पैसा आउँछ, होम पिटीमा ट्राभल गर्नुपर्छ, टाइम खान्छ। तर त्यो चाहिँ मेरो ब्याकअप प्लान थियो। अनि ठ्याक्कै त्यस्तै भइदियो, त्यो जिममा कुरा मिलेन, के भयो। ठ्याक्कै मेरो बर्थडेको दिन थियो, अहिलेभन्दा ठ्याक्क म कति 2 वर्ष 3 वर्ष अगाडिको बर्थडे हो। त्यो बर्थडेको टाइममा होइन ठ्याक्क त्यस्तै भयो। त्यहाँ पार्टनरहरूको बिचमा झगडा पर्यो होइन। 2जना पार्टनर हुनुहुन्थ्यो, उहाँहरूको पनि झगडा पर्यो, मिलेन। अनि अब एकजना पार्टनरले, म नाम चाहिँ लिँदैन है, कसले के एउटालाई दोष देखा भन्ने, अब अर्को भन्ने, त्यतिखेर चाहिँ अब के यस्तै भयो। अनि त्यो भइसकेपछि त्यहाँ झगडा परेर लफडा भएर अब भनौँ न अब एकअर्कालाई औँला उठाउने, त यस्तो भन्ने भएर अनि त्यहाँबाट म निक्लेर गइसकेपछि चाहिँ त्यसपछि मैले बल्ल सेल्स मार्केटिङ सिकेँ है। त्यसपछि चाहिँ त्यहाँबाट निक्लेर म गइसकेँ। त्यहाँबाट निक्लेर गइसकेपछि मेरो अब अर्को जर्नी स्टार्ट भयो। अब त्योभन्दा अगाडि चाहिँ मलाई स्किलमै डेभलप डिपेन्ड हुनुपर्छ भन्ने थियो होइन। अब तर त्यहाँबाट गइसकेपछि अब धेरै जस्तो कोही क्लाइन्ट मसँग आउनुभयो, कोही आउनु भएन होइन। अनि मैले वरिपरिको जिमहरूसँग पनि लिङ्क अप गरेँ, अरू जिमहरू पनि बुझेँ होइन। त्यो कुवाको भ्याएको त बाहिर निस्के जस्तै भयो कि। अनि सबै जिमहरूसँग चिनजान भयो, कसलाई कल गर्ने, कोहीमा जाने, मेम्बरसिप लिएर गर्ने, लाइक द्याट गरेर नेटवर्क बढाएर अनि मैले क्लाइन्टहरू थप्न थालेँ। अब त्यसपछि यो सेल्सको बुक चाहिँ मैले पहिले पढिसकेको थिएँ, अझै मैले पढ्न थालेँ सेल्स मार्केटिङ होइन। मार्केटिङ चाहिँ पढेको थिएन, सेल्स अझै डिपमा कसरी कन्भर्जन गर्ने, के गर्ने, प्र्याक्टिस गर्दै गएँ होइन।
अनि मार्केटिङको बारेमा चाहिँ अलि पछि थाहा भएको मैले। सो सेल्सको बारेमा बुझेँ, सबै कुरा त्यो हुन्छ नि अब कसरी कन्भर्ट गर्ने भनेर जाने। अनि जानिसकेपछि फेरि मेरो माथि आयो भनौँ न, माथि आयो। अनि बिचमा मैले मार्केटिङको कोर्स पनि गरेँ, त्यही फेसबुकमा कसरी एड गर्ने भन्ने बारेमा कोर्स गरेँ। अनि त्यो कोर्समा मैले जुन सिकेको नलेज थियो त्यो गरेर एड पनि गरेँ, त्योबाट राम्रो रिजल्ट आयो होइन, लिडहरू टन्नै जेनेरेसन भयो। अनि त्यसपछि त्यो लिडरलाई मैले कन्भर्ट पनि गरेँ। अनि त्यहाँबाट चाहिँ ममा के भयो भने मैले चाहिँ त्यतिखेर मलाई थाहा थिएन कि यो कुरा, त्यतिखेर चाहिँ मलाई थाहा थिएन कि जुनसुकै बिजनेसलाई पनि स्केल अप गर्न सकिन्छ भनेर थाहा थिएन मलाई है, यो चाहिँ मैले पछि थाहा पाएको। अब त्यतिखेर मलाई के भयो भने मैले जुन कुराहरू मैले बुझेको थिएँ, सिकेको थिएँ, मैले के सोचेँ भने यो कुराहरू मैले जिमलाई सिकाउन सकेँ भने मैले धेरै पैसा कमाउँछु भन्ने मलाई दिमागमा आयो कि। मैले चाहिँ के भयो भने म ट्रेनर हो होइन, म ट्रेनर भएर एक्लै गर्दाखेरि चाहिँ मैले यति गर्न सकिरहेको छु। अब मेरो यतिमा स्टक भयो होइन। अब त्यतिखेर मसँग आइडिया थिएन म अनलाइनमा गएर अझै मैले यसलाई स्केल अप गर्न सक्छु, मलाई त्यो बिजनेसलाई स्केल कसरी गर्ने भन्ने केही पनि थाहा थिएन। मलाई चाहिँ मेरो मनमा के भयो भने मैले अलिकति यो नलेज छ, यही कुरालाई मैले जिममा इम्प्लिमेन्ट गर्न सकेँ भने आई क्यान मेक अ लट भन्ने भयो। अनि त्यतिखेर मैले एलेक्स हर्मोजीको त्यो जिम लन्च भन्ने कम्पनी पनि देखेँ। अनि जिम लन्च भन्ने कम्पनीले सक्सेस पाएको अगाडि भएको पनि देखेँ मैले। अनि मलाई दिमागमा के आयो भने यो त मैले यहाँ पनि गर्न सक्छु, यो सबै कुरा मलाई थाहा छ कसरी गर्ने भनेर होइन। बेसिक कुराहरू हो, मलाई अलरेडी सेल गर्न आउँछ, मलाई अलरेडी मार्केटिङ गर्न आउँछ, मैले आफ्नो पिटी फुल गर्न सक्छु भने त जिम पनि मैले प्याक गराउन सक्छु भन्ने ममा त्यो एउटा भनौँ न ममा आयो क्या थट। त्यो चाहिँ त्यतिखेर चाहिँ म रङ थिएँ, किनभने मैले पिटीलाई नै स्केल अप गर्न सक्थेँ, त्यतिखेर नलेज थिएन मलाई। सो अनि त्यो आइसकेपछि मैले बल्ल त्यो जिमहरूमा म अब काम गर्नुपर्छ भन्ने सोच आयो कि। पहिलो त्यो खास मेन रिजन भनेको चाहिँ यता आउनुको रिजन चाहिँ म पर्सनल ट्रेनर भएर काम गर्दाखेरि मेरो क्याप लाग्यो होइन। अब अनलाइन क्लाइन्टहरू पनि थियो मसँग, फिजिकल क्लाइन्टहरू पनि थियो, तर मलाई त्यो कसरी स्केल अप गर्ने भन्ने थाहा थिएन होइन। मलाई चाहिँ पिटी नैलाई मैले स्केल अप गर्न मिल्छ भन्ने मलाई नलेजै थिएन क्या, त्यतिखेर बिजनेसको बारे मलाई आइडिया नै थिएन। अब त्यो कसरी सिकाउन पनि सिकाएन मलाई, त्यो ग्याप नलेज ग्याप भनौँ न त्यो भयो। अनि त्यसपछि मैले चाहिँ पैसा कमाउनको लागि नेक्स्ट स्टेप भनेको, किनभने यता मैले 3-4 लाख 5-6 लाख त कमाइरहेको छु महिनामा होइन, फिक्स मेरो 2-3 लाख चाहिँ त मेरो मजाले उठ्छ पिटीबाटै। सो इफ यो कुरालाई मैले हल्का सेभिङ गरेँ, सेभिङ गरेर बचाएर पैसा बचाएर यतापट्टि आएँ भने चाहिँ आई क्यान मेक अ लट मोर भन्ने चाहिँ ममा त्यो आयो। अनि त्यो आइसकेपछि बल्ल म यतापट्टि आएको है त। सो यता जुन कुराहरू मैले आफूले एज अ पिटी सिकेको छु त्यही कुरालाई म जिमहरूलाई सिकाउँछु अनि म अगाडि बढ्छु भन्ने चाहिँ मेरो माइन्डसेट थियो है। अब यता आएँ, यता आएर अब इट्स बिन लाइक 1.5 to 2 year होइन, यो यताको लाइनमा आएको। सो फार मैले धेरै कुरा सिकेँ, मैले टन्नै पढेँ होइन, बिजनेसको बारेमा टन्नै कुरा बुझेँ। यदि अहिले म हुन्थेँ भने चाहिँ म यता आउँथेन। यदि मसँग अहिले भएको नलेज त्यतिखेर हुन्थ्यो भने म पिटीलाई नै स्केल अप गर्थेँ, म यता आउँदै आउँथेन। किनभने मैले के कुरा बुझेँ भने एभ्री बिजनेस होइन, जुनसुकै बिजनेसलाई पनि स्केल अप गर्न सकिँदो रहेछ है त। सो हरेक बिजनेसमा केही न केही ब्याड हुँदो रहेछ, केही न केही गुड हुँदो रहेछ क्या। अब पिटीको पनि केही ब्याड छ भनौँ न, पिटी बिजनेसमा पनि केही ब्याड साइड छ अनि जिममा पनि केही न केही ब्याड साइड छ। हरेक साइडमा केही न केही डार्क र केही न केही गुड चाहिँ हुँदो रहेछ। अब त्यो जङ्गल इज अलवेज ग्रिन फ्रम अबभ के, माथिबाट हेर्दा जङ्गल जहिले पनि हरियो नै हुन्छ नि त होइन। भित्र जङ्गलमा छिरिसकेपछि त्यहाँ सर्प हुन्छ, काँटा हुन्छ, चितुवा बाघ भालु सबै कुरा हुन्छ, तर माथिबाट जङ्गल जहिले हरियो हुन्छ। सो मलाई पनि त्यो जिमको फिल्ड जस्तै हरियो लागिरहेको थियो। अनि काम गर्न स्टार्ट गरिसकेपछि थाहा भयो देयर आर सो मेनी च्यालेन्जेस होइन। अब जिममा अहिले मेन भनेको म जस्तो ट्यालेन्टै पाउन गाह्रो हुँदो रहेछ। मैले जुन लेभलमा काम गरेँ, मैले काम त सिकाउँछु भन्ने सोचेँ होइन, तर त्यो सिक्दिने मान्छे नै हुँदैन, त्यो अनरहरूलाई त्यो गर्नै मन पर्दैन कि त्यो कुराहरू रियलाइज भयो। अब उनीहरूले इम्प्लिमेन्ट नै गर्न चाहँदैन होइन। अब मैले सिकेको कुरा मैले अरूलाई सिकाउनु त फेरि मसँग लिडरसिप भन्ने कुरा चाहिँदो रहेछ, त्यो थाहा थिएन मलाई होइन। मान्छेलाई लिड गर्नुपर्ने रहेछ, त्यो स्किल नलेज आफूसँग भएको अरूलाई सिकाउनु पर्दो रहेछ। अब त्यो सिक्नु पर्यो है। सो यसले चाहिँ मलाई धेरै ढोकाहरू, अब मैले धेरै अझै ममा चाहिँ नलेज ग्याप चाहिँ रहेछ भन्ने मैले बुझेँ। अब आई निड टु इभन इम्प्रुभ माइसेल्फ मोर भन्ने चाहिँ भयो। अब स्टिल अब आई एम इन दिस साइड, यता त म जाँदैन है। सो यता चाहिँ म अब आउँदिनँ, किनभने अब मेबी इन फ्युचर कुनै टाइममा म आम्ला, तर आएँ भने छुट्टै तरिकाले आउँछु है। भनौँ न अब म मेरो बडीलाई ट्रान्सफर्म गरेर एउटा निस्ट भएर मेबी आइल टेक फ्यु क्लाइन्ट्स, अब भनौँ न 1-2 घन्टा 1-2टा क्लाइन्ट म लिम्ला होइन, त्यो पनि एकदम महँगो प्राइसमा, यदि पे नपे होइन त्यो छैन। अब यताको लाइनमा चाहिँ म अहिले छु र आइएम वर्किङ स्टिल अन दिस साइड। च्यालेन्जहरू चाहिँ धेरै छ, इट्स नट इजी होइन, सोचे जस्तो चाहिँ हुँदैन। अब त्यो मलाई सेल्स गर्न आएर मार्केटिङ गर्न आएर मात्रै चाहिँ पुग्दो रहेछ। रिसेन्टली लिडरसिप भयो, लिडरसिपको बारेमा म सिक्दैछु। अब लिडरसिप भनेको चाहिँ मेरो लागि चाहिँ एउटा नयाँ कुरा भनौँ न। अब सेल्स सानैदेखि दोकानमा बसेर हुर्केको मान्छे होइन, बेचिरहेको मान्छे, बेच्न चाहिँ
मलाई मनपर्छ। अब मार्केटिङ पनि सेल्स बुझ्यो भने मार्केटिङ भनेको त्यस्तो गाह्रो छैन होइन। अब त्यस्तो गाह्रो छैन, अब गर्न चाहिँ पर्छ एक्टिभिटी, त्यस्तो गाह्रो चाहिँ छैन। नबुझ्नेलाई त गाह्रो नै हो, बुझ्ने एक्चुअली क्र्याक गर्यो भने गाह्रो छैन। तर लिडरसिप पनि गाह्रो कुरा चाहिँ होइन, सिक्न नसक्ने कुरा चाहिँ होइन। तर यो कुरा पनि मैले गर्नुपर्ने चाहिँ रहेछ भन्ने चाहिँ अब अहिले चाहिँ मलाई उ भयो। किनभने जिम भनेको चाहिँ टिम रहेछ होइन। किनभने एकजना त हुँदैन, त्यहाँ रिसेप्सनको मान्छे हुन्छ, ट्रेनर हुन्छ, इन्भेस्टर हुन्छ, स्टाफहरू हुन्छ होइन। सो सबैलाई बुझेर मान्छेलाई लिड गर्नुपर्ने चाहिँ त्यहाँ रहेछ। यति कुरा मात्रै भएर भएन, सिकाउनु पनि पर्ने रहेछ क्या। फेरि अब त्यो उनीहरूलाई मैले काम गराउन सकेन भने पनि त्यो सक्सेसफुल हुने रहन्छ। अब लिडरसिप भनेको चाहिँ अब बिजनेस स्केल गर्न चाहिँ यो एउटा इम्पोर्टेन्ट फ्याक्टर पनि रहेछ है। यो पनि मैले बुझेँ। किनभने अब त्यो लेभरेज भन्छ नि, लेभरेज भनेको एउटा उत्तोलक घिर्नी भन्ने हामीले सानामा पढ्यौँ नि। लेभरेजमा चाहिँ तपाईँले थोरै एफर्ट दिएर धेरै आउटकम निकाल्न सक्नुहुँदो रहेछ है। सो अब बिजनेसमा चाहिँ हाम्रो टोटल 5 वटा लेभरेज हुन्छ भन्छ कि। पहिलो भनेको चाहिँ लेबर होइन। लेबर भनेको तपाईँले अब मैले काम गरिरहेको छु अहिले, मलाई काम गर्न आउँछ, तर मसँग त लिमिटेड टाइम छ। मैले अघि पिटीमा भने जस्तै मसँग दिनमा 24 घण्टा मात्रै छ। त्यो 24 घण्टामा म 8 घण्टा सुतेर 16 घण्टा काम गरेँ भने पनि म क्याप लाग्यो। तर मैले अर्को मान्छे हायर गरेर त्यो मान्छेले काम गरिदियो भने त मैले फेरि उसको 16 घण्टा पाएँ। अब त्यो मेरो 16 घण्टामा मैले 2 घण्टा त्यो मान्छेलाई ट्रेनिङ दिनमा बिताएँ होइन। अनि मैले बाँकी बचेको टाइममा उसलाई मैले पैसा पे गरेँ भने मसँग लेभरेज भयो, मेरो क्यापेसिटी अझै बढ्यो है त। सो मैले अझै बढी आउटकम निकाल्न पाएँ कि उसको टाइम मैले युज गरेर अझै बढी आउटकम पाएँ होइन। मेरो टाइम बढ्यो होइन, मैले आफ्नो टाइम किनेँ, एउटा त्यो भयो। अर्को भनेको क्यापिटल, पुँजी। मैले केही पनि गरेन, मैले पैसा दिएँ, पैसाको बदला मैले ब्याज मागेँ होइन। त्यो मैले इन्भेस्ट गरेँ, मैले केही पनि गरेँ, इन्भेस्ट गरेँ, मलाई डिभिडेन्ड चाह्यो, त्यसले पनि मैले के गरेँ, बढी पैसा कमाउन सकेँ होइन। अब अर्को भनेको चाहिँ तपाईँको लेभरेजमा मिडिया छ कि। मिडिया भनेको चाहिँ तपाईँले अब अहिले यो भिडियो होइन त। सो मैले एउटा पिस अफ कन्टेन्ट बनाएँ, एउटा बुक लेखेँ होइन। त्यो बुकलाई मैले प्रिन्ट गरेर करोडमा बेच्न सक्छु। यो भिडियो मैले युट्युबमा हालेँ भने अब धेरैले त हेर्नुहुन्न मेरो भिडियो होइन, अझै म ग्रो भएको छैन। तर एउटा भिडियो अहिले सुट गरेको भिडियो अब यो वर्षौँ वर्ष त्यहीँ युट्युबमा बसिरहेको छ, मैले डिलिट नगरेसम्म त्यही हुन्छ, लाखौँ करोडौँले हेर्न सक्नुहुन्छ। सो यो एउटा लेभरेज भयो। मैले एड गराएँ होइन, मैले कन्टेन्ट बनाएर हालेँ भने टन्नै मान्छेले हेऱ्यो, एउटा मेहनत भयो, धेरैले हेऱ्यो कि। सो त्यो पनि लेभरेज भयो। दिस इज इट है। मैले कम्प्लिकेटेड किन बनाउने, सो यही नै भयो कि मिडियाले पनि लेभरेज भयो। सो एउटा मैले सिस्टम बनाएँ होइन, प्रोसेस बनाएँ, मैले हार्ड कोड गरेँ भने पनि त्यो कोड भयो। अब एउटा सफ्टवेयर छ मानौँ होइन, त्यो सफ्टवेयरले धेरै काम गर्न सक्छ नि त होइन। कोड भयो कि त्यो सिस्टमले धेरै काम गर्न सक्छ, त्यसले पनि मलाई लेभरेज दियो है त। सो त्यसरी पनि बिजनेस लेभरेजमा गयो। अब अर्को लेभरेज भनेको चाहिँ नलेज छ है। सो क्यापिटल भयो, लेबर, क्यापिटल, अनि त्यसपछि गएर मिडिया, कोड है त। यो 4वटा चाहिँ लेभरेज भयो। अब अर्को भनेको नलेज भयो कि। 5वटा भनौँ न, 5वटा लेभरेज चाहिँ तपाईँले बिजनेसमा युज गर्न सक्यो होइन। सो यसरी चाहिँ अब भयो। अब यो दिज आर द 5 लेभरेज द्याट यु क्यान युज। सो यही हो। अब अहिले चाहिँ आई एम ट्राइङ टु लर्न हाउ टु युज दिस लेबर थिङ होइन। अब मलाई आउँदैन अहिले चाहिँ, आई एम लर्निङ, अनि आई विल गेट देयर। अब सिकेको कुराहरू तपाईँलाई मेबी अब नेक्स्ट भिडियोमा चाहिँ मैले लिडरसिपको बारेमा के कुरा सिकेँ सो फार भनेर बनाउने छु। सो इफ केही छ, एनिथिङ द्याट यु गाइज वान्ट टु नो, लेट मी नो इन द कमेन्ट। अब यति भन्दै म बिदा माग्न चाहन्छु यो भिडियोबाट। सो सी यू अन नेक्स्ट भिडियो।